अर्को नेपाली भनेर प्रमाणित गर्नुपर्ने भोगाई। हामी मुक्तिनाथकै वरिपरि मन्दिरको वरिपरि एउटा होटलमा बास बस्यौँ। बास बस्नुभन्दा अगाडि उहाँसँग कस्तो रुम छ, कति लिनुहुन्छ, हामी यतिजना छौँ लगायतका कुराहरू गऱ्यौँ। त्यसपछि हामी खाना के कस्तो खाना छ, कसरी खाना खुवाउनुहुन्छ लगायतकै कुराहरू पनि गऱ्यौँ। पछि आएर उहाँले हिन्दीमा कम्युनिकेट गर्न खोज्नुभयो। अनि किन हिन्दीमा कुरा गर्न खोज्नु, हामी त नेपाली छौँ भनेर। होइन होइन, म त उस्तै भारतीय जस्तो पो लाग्यो भनेर भन्नुभयो। अनि कसरी अघि त हामी कुरा गरेर त त्यहाँ, जबकि मैले आफ्नो इन्ट्री गर्ने बेलामा फलानु जिल्ला पनि लेखेका थियौँ, त्यही पनि उहाँहरूलाई भारतीय जस्तो लाग्यो। यस्तो यहाँ पनि नेपाली छु भनेर परिणत गर्नुपर्ने रहेछ।